जसले जे भने पनि मुसा खाने ठाडु भन्छ हैन। मुसा खाने ठाडु पनि मान्छे नै हो। तर मान्छेहरूको सोच र मान्छेहरूको घटिया सोचले गर्दा मात्रै बदनाम हुने हो। मुसा भनेको चिज खाने मान्छेलाई मात्रै थाहा हुन्छ त्यसको टेस्ट र त्यसको स्वाद कस्तो हुन्छ भनेर। नखाने मान्छेले के नै थाहा हुन्छ र यो मुसाको मासु कस्तो हुन्छ के हो कस्तो भनेर। एकचोटि खाएर टेस्ट गरे पो थाहा हुने हो त हैन। मुसा खाएर भए पनि आफ्नो बुढीलाई त म पालिदिन्छु। जे होस् अरूले पाल्न सकोस् या नसकोस्, तर म चाहिँ मुसा खाएर हुन्छ कि चटनी भात खाएर हुन्छ कि के खाएर हुन्छ त म पालिदिन्छु, पाल्न सक्छु। म आफ्नो क्षमता सहित भन्न सक्छु। बुझ्नुभयो नि। मान्छेहरूले दुनियाँभरको के भन्छ के भन्छ, बदनाम गर्छ, या गर्छ ऊ गर्छ। मलाई त्योसँग मतलबै छैन। म आफ्नो स्टाइलले जिउने हो। अरूले जेसुकै भन्नुहोस्, मलाई बाल छैन, मतलब छैन के। म जे खान्छु त्यही नै बोल्ने हो। यो खाँदैन त खाँदैन भन्छु, खाने चिजलाई खान्छु भन्नुपर्छ। सट्टै टट्टै बोल्नुपर्छ, हो कि होइन।